दर्शकबिन नमस्कार। तपाईहरुलाई स्वागत छ A1 इन्टरटेनमेन्टमा। म हुँ तपाईहरुकै साथी सुरेन श्रेष्ठ। झन्डै 3000 भन्दा बढी साना ठुला टापुहरूले बनिएको सुन्दर देश साउथ कोरिया। अनि कोरियामा हुने विदेशीहरूको लामो बिताको समय समर भ्याकेसन। समर भ्याकेसन भन्ने बित्तिकै सबैको मन मस्तिष्कमा आउने वाटर पार्क र समुद्री किनारा। सायद समुद्री किनारको शीतल हावा खाएर चिसो पानीमा डुबुल्की मार्ने रहर त कसको पो नहोला र। नयाँ ठाउँ घुम्न चाहनेहरूको लागि सुनौलो मौका समर भ्याकेसनको फाइदा छोप्दै हामी पनि सिपको लामो यात्रा गरी नयाँ ठाउँको अनुभव लिने तयारीमा छौँ। आज हाम्रो रोजाइमा परेको ठाउँ हो थकचक्दो आइसल्यान्ड। थकचक्दो आइसल्यान्ड जानको लागि इन्चन र थेबुदो दुई ठाउँबाट पानी जहाज चल्ने गर्छ। झन्डै 2 घण्टाको पानी जहाज यात्राबाट पुग्ने यो ठाउँको सुन्दर दृश्यले कसको पो मन नलोभ्याउला र। हजुर, हाम्रो यात्रा सुरु हुन्छ यसरी। हेलो गाइज, आजबाट हाम्रो समर भ्याकेसन स्टार्ट भयो है। अब हामी यहाँबाट चाहिँ अब प्रस्थान गर्न लागिसक्यौँ। हाम्रो गाडी धोइधाइ गरेर पुरै रेडी भइसकेको छ यहाँ। अनि गाडी यहाँ साथीहरू यसरी सब झोला बोकेर है सबजना एकदम तयार हुँदै हुनुहुन्छ। ल हेरौँ, आजदेखि समर भ्याकेसन हामी चाहिँ एकदम लङ टुर जाँदैछौँ। इन्चन गएर इन्चनबाट चाहिँ 120 किलोमिटर, झन्डै 120 किलोमिटर चाहिँ पानी जहाजको यात्रा गरेर हामी एउटा कोरियाबाट अलि टाढा रहेको टापुमा जाने प्लान छ। हेरौँ कतिसम्म चाहिँ सक्सेस हुन्छ प्लान। यो हाम्रो गाडी। अब हामी चाहिँ यहाँबाट यसरी यात्रा चाहिँ सुरुवात गर्छौँ। मुझे भरमता जो है मेरा था कभी नहीं मेरा। अर्थ क्या जो भी है सभी तेरे सामने है झुका, मेरे सर पे हाथ रख तेरा। शंकरा भोलेनाथ शंकरा लास्टै लामो रहेछ टल्ला। दुईवटा डाँडा छैन, सिधै इन्जन निस्किन्छ जस्तो लाग्यो। यत्रो ठुलो त हुन्न। 4 लाइनको छ अनि तपाईँले ठुलो लेभलको त यहाँको जस्तो बजेट हाम्रो त्यसको निकाल्न सक्छ। बजेट छुटाउनु पर्छ अनि त्यहाँबाट अर्को नेक्स्ट गर्नु। दर्शक पनि अहिले हामी यहाँ चाहिँ पानी जहाजको टिकट काट्नलाई हामी आइसकेका छौँ। अहिले हामी थेबुदो पोर्ट पेसेन्जर पोर्टमा छौँ, एक टर्मिनलमा। यहाँ यसरी हेर्नुहोस्, अब यहाँबाट हामीले पानी जहाजको टिकट काटिन्छ। अहिले मेरो साथमा टिकट काट्न आउनुभएको छ। मसँग दर्शक श्रीमन्त सर, दुईजना टिकट काट्न जाँदैछौँ है त। ¿Qué tal queda?
हाम्रो आमाले यस्तो गर्नुभएको छ यो टिकट काउन्टर त्यो कहाँ भनेको एड्रेस त्यो पनि अब फकचक्दो फकचक्दो हामी चाहिँ गाडीको पासको लागि यहाँ टिकट लिँदैछौँ है यसरी यो चाहिँ अब गाडी पास गर्नुपर्छ ल हाम्रो गाडी यहाँ चाहिँ अब गाडीभित्र हालिँदैछ है जहाज चढ्नलाई होइन जाउँ त म चाहिँ पुरै हिँडेर जान्छ यो पान्जाज हामी चढ्ने 타스밍입니다. 5명이요. 다 있어요. 해관이요. 이름이 황진우요. 그 이름 있는지 한번 봐주세요. यो हामी चढ्ने पान्जाज यहाँ एकदम तयारी अवस्थामा छ हामीलाई पुऱ्याएर बसेको 바로 올라가세요. 저 발판 잡고 있어요. आयो ल ल सुमन सरले गाडी चाहिँ हाल्दै हुनुहुन्छ ल केटाहरू रेडी छ है दर्शकहरू अहिले हामी थकचक्दोको यात्रामा छौँ यो चाहिँ तपाईँको आज थेबुदोको पोर्टबाट हामी पान्जाज चढेर थकचक्दो जाँदैछौँ यो इन्सनबाट पनि सजिलैसँग जान सकिन्छ यो अहिले चाहिँ हामी थेबुदोबाट चढ्दैछौँ किनभने हामी दुईवटा पोर्टको एक्सपिरियन्स लिउँ भन्ने उद्देश्यका साथ आज हामी यो अर्को पोर्टबाट गएको छौँ र फर्किँदाखेरि चाहिँ इन्सनबाट फर्किन्छौँ है यो थकचक्दो खान जाने चाहिँ पान्जाज हो यो फेरी हाम्रो गाडी यसरी चाहिँ आफ्नो साथीहरू यहाँ इन्ट्री हुनुहुन्छ म चाहिँ यसो क्यामेराको लागि भइरहेको छु थकचक्दो पार्किङ दर्शकबिन म सुनिल श्रेष्ठ र अहिले तपाईँहरू हेर्दै हुनुहुन्छ एवान इन्टरटेनमेन्ट अहिले हामी थकचक्दो जाने यात्रामा छौँ थकचक्दो आइसल्यान्ड थकचक आइसल्यान्ड चाहिँ यो तपाईँ इन्सन अथवा थेबुदोबाट चाहिँ पान्जाज चढेर जान सक्नुहुन्छ निकै नै सुन्दर आइसल्यान्ड छ अहिले हामी यो फेरी चढ्दैछौँ यहाँ यो चाहिँ थेबुदोको पोर्ट अफिस हो यो टिकट काउन्टर चाहिँ अगाडि देखेको छ तरवानीहरू घुमिरहेको छ निकै नै सुन्दर दृश्य यहाँ देखिरहेको छ अहिले म 5औं तलामा छु पान्जाजको 5औं तलामा यो 5औं तलाबाट देख्ने दृश्य हाम्रो साथीहरू यहाँबाट चाहिँ उकालो लाग्दै हुनुहुन्छ गर क्या बिस्तारै गर्दै गर्नु ल जाऊ आउनु त हामी अहिले चढिरहेको जहाज चाहिँ सेम नै हो यो कन्ट्रोल गर्नु ध्यान अर्को ल आयो
पर्फेक्ट पर्फर्मेन्स भयो ल यो हामी थेबुदो छोडेर थप्चोकको यात्रामा तपाईँ यति अगाडि आइसक्यो अझैसम्म पनि चराहरू पिछा गर्न छोडेको छैन सार्क देखेर चाहिँ सार्कले अघि चाहिँ ल फेरि पनि डुब्ली माऱ्यो जुम जानौँ न जुम ऊ डल्फिन डल्फिन यही त्यहीँबाट गइन्छ है हामी यहीँ हामी एकदम नजिक डल्फिन डल्फिन टाइप यहीँ नजिकै ल देख्यो 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 भित्रको यो माटो हो यहाँ लकरहरू पनि छ सामानहरू राख्नु पाइन्छ यहाँ यसरी यो रेस्ट रुम पहिलो रुम यसरी यहाँभित्र मजाले रेस्ट गर्नु पाइन्छ है शान्त मनोरम वातावरण यो चौथो तलाको रेस्ट रुम हो यो यो दुईवटा टापु हो क्या हामी जाने यो टापुमा हो यो लेफ्ट साइडमा देखेको चाहिँ सोयादो आइसल्यान्ड हो यो र हाम्रो राइट साइडमा चाहिँ थकथक्दो आइसल्यान्ड दुईवटा आइसल्यान्डलाई यो पुलले जोडिएको छ हामी एकैचोटिमा दुईवटा आइल्यान्ड घुम्न सक्ने छ र थकथक्दोको यो ठुलो पोर्ट हो एकदम धेरै ट्रान्जिट ट्रन लिइरहेको छ हाम्रो दाइ ओ दाइ के छ मल ओ दाइ के छ मजा मजा लिऊ दाइ मजा लिनु दाइ यार त्यसरी सिपबाट चाहिँ गाडीहरू यसरी झारिँदैछ है त्यो हामी आएको सिप ठुलै छ ठुलो कोरोना चेक ओके दर्शकबिन नमस्कार तपाईहरुलाई स्वागत छ एवान इन्टरटेनमेन्टमा र म सुरेन अहिले हामी कोरियाको आइसल्यान्ड थकचोकदोमा छौँ यो झन्डै इन्चनबाट 2 घण्टाको पानीजहाजको यात्रामा पुग्न सकिन्छ र यहाँको यो मनोरम वातावरण जुन हामी पोर्ट अफिसको अगाडिबाट यो देखिरहेको यो थकचोकदोको पोर्ट अफिस हो यो जुन पानीजहाज यहाँबाट चाहिँ इन्चनको लागि छुट्टै इन्चन अथवा अन्य ठाउँहरूबाट आउने जाने गरेको यो अहिले हामीले देखिरहेको जहाँ चाहिँ हामी चढेर आएको जहाज हो एकचोटि यो थकचोकदोको दृश्य सुरुवाती दृश्यले हामीलाई एकदम आकर्षण गरिसकेको छ है यहाँ निकै नै राम्रो देखेछ र यहाँ व्यवस्थित कोरोनाको लागि चाहिँ सबै चेक गरेर छिर्ने चाहिँ नियम रहेछ त्यो अति नै राम्रो लाग्यो सो गाइज भिडियो अन्तिमसम्म हेर्नु होला र यहाँको मनोरम दृश्यहरू हेरेर तपाईहरुले पनि एकदम मनोरञ्जन लिन सक्नुहुनेछ त्यो हेरिसकेपछि अथवा हेर्नुभन्दा अगाडि भिडियोलाई लाइक एन्ड सब्स्क्राइब गरिदिनु नबिर्सिनु होला धन्यवाद भन्न पाइयो के साथीहरु यो कमेन्ट बढाउने कारण थकचोकदो आइसल्यान्ड यो यहाँ यदि नेपालीहरु पहिला कोही आइसक्नु भएको छ भने कृपया कमेन्ट बक्समा चाहिँ कमेन्ट दिनु होला आइसक्नु भएको छ भने पनि कमेन्ट दिनुहोस् अनि आइसकेको हुनुहुन्न भने पनि कमेन्ट दिनु होला कृपया ल किन भन्दा हाम्रो गेस अनुसार जहाँसम्म अघि हामीले काउन्टरमा सोधेको थियौँ त्यहाँ चाहिँ है नेपालीको चाहिँ पहिला योभन्दा अगाडि आएको रेकर्ड खासै देखिएन त्यहाँ रेकर्ड हेर्न पठाउँदाखेरि त्यसकारण चाहिँ यदि आइसक्नु भएको कोही हुनुहुन्छ भने कमेन्टमा चाहिँ हामी पुगेको भनेर
यो सफारी बिच मान्छेहरू त खासै धेरै देखिँदैन, तर बिच चाहिँ निकै ठुलो रहेछ, निकै ठुलो। अनएक्सपेक्टेड भन्नुपर्छ, यति ठुलो होला भन्ने त सोचेको पनि थिएन है। निकै ठुलो छ। यहाँको विशेषता भनेको यहाँ क्याम्पिङ गर्न पाइन्छ है। सबैभन्दा राम्रो भने क्याम्पिङ छ। अति राम्रो छ, यस्तो देखेको छ है, यस्तो राम्रो। साथीभाइहरू यहाँ प्रवेश गर्दैछन् है पौडेनलाई। जाऊ जाऊ जाऊ, म भिडिन्छ। ल ल पानीमा डाइभ हान, डाइभ गर, डाइभ। चस्मा हराउँछ कान्छो अहिले। कसले जित्यो, कसले उल्टे पनि। ल कति मजा उडाउन। त्यो यो ठोड निकालेर बसिरहेको छ है। यो के रहेछ म हेर्छु है खोलेर। यसलाई चुडिन्छ त। अरे यार के हो, ए चुडिन्छ त यो त। यसलाई खोज्छु है। ए लुक्दो रहेछ यो। कस्तो जनावर हो यो। ला चुड्यो यसको सुड पनि। भेट्न सकिन्न त, धेरै गहिरो हुँदैछ। हामी हिजो यो थकथक सिक्दाङ एन्ड मिनबागमा चाहिँ हामी यहाँ बसेका थियौँ। यहाँ निकै नै राम्रो सर्भिस दिनुभयो हामीलाई। खाना बस्न सबै सेवा सुविधा राम्रो रहेछ। अनि क्याम्पिङको पनि हामीलाई चाहिँ एउटा फेसिलिटी दिनुभयो। उहाँहरूलाई धेरै धेरै धन्यवाद। यदि तपाईँहरू पनि कोही फेरि आउँदै हुनुहुन्छ नि, यहाँ आउँदाखेरि सहज हुन्छ। यहाँ अलिकति हेल्प बढी पाइँदैछ। किन भन्दा अब नजानेको ठाउँ, नयाँ ठाउँमा आउँदाखेरि हेल्प गर्ने मान्छे भयो भने सजिलो हुन्छ। थकथक सिक्दाङ यो चाहिँ जुन छादाको चाहिँ किनारमा छ यो। यहाँ क्याम्पिङहरू धेरै छ। क्याम्पिङहरू
तर अहिले कोरोनाको कारणले क्याम्पिङलाई अलिकति चाहिँ सहजता रहेनछ, अलिक बन्द रहेछ। कहीँ कहीँ मात्र छ, मोटो क्याम्पिङ मात्रै छ। त्यस कारणले मिनमार्कमा बस्दा नि सजिलो हुने रहेछ। समुद्री किनारमा बसेर खाना बस्न राम्रो सुविधा छ। बस त चल्छ यो, तर यो एकदम कम मात्रै बस्छ है यो। अब हामी यहाँबाट रिटर्न ब्याक टु इन्सन जाँदैछौँ। हामी चाहिँ अब गाडी स्टार्ट गरेर राखेको छ, अब तयारी छ हिँड्नलाई। अब एकछिनमा चाहिँ यहाँबाट हिँड्छौँ ल। यहाँ तल नि टर्निङै टर्निङ भएको यसमा अघि उता हो दामी छ रे। यहाँ पनि छ यो दामी टर्निङै टर्निङ छ यो, एस टर्निङ सबै। टिकटक गराउने ठाउँ त यो छ, तर अहिले हामीलाई यहाँ टिकटक गराएर बस्नु फुर्सद छैन। आजको डेस्टिनेसन भनेको हाम्रो यहाँदेखि हामी कोरियाको मान्छेहरू कस्तो सरसफाइ गर्ने। यो जङ्गलमा पनि ल हेर्नु यस्तो मजाले सरसफाइ। यो हामीले थक्चकदेखि थेबु रिटर्न टिकट लिइसकेका छौँ। थक्चक थेबुदो यहाँदेखि थेबुदो जाने दिनमा 2 ट्रिप हान्दो रहेछ, 2 ट्रिप फेरि पाउँदो रहेछ। अनि इन्सनको लागि जम्मा एकपटक जान्छ अरे। त्यसकारण हामीलाई सहज हुने अहिले बिहानमा जानलाई 10 बजे थेबुदो जान्छ यहाँदेखि 10 बजे। अनि इन्सनको लागि चाहिँ 3 बजेको रहेछ। त्यसकारण हामी 10 बजेको रिटर्न टिकट लिइसक्यौँ। सहजताको लागि हामी थेबुदो जाँदैछौँ। इन्सन जाने चाहना भए तापनि इन्सनबाट आउन चाहने साथीहरूलाई म के सल्लाह दिन चाहन्छु भने इन्सनभन्दा थेबुदोबाट चाहिँ यहाँ आउन सजिलो र जान पनि सजिलो रहेछ। इन्सनबाट जम्मा एकपटक मात्रै आउने र एकपटक मात्रै जाने रहेछ है। टिकट चेकिङ ड्राइभरको दिनु त्यही दिन गाडी हाल्यो है त। घुमाएर सोयादो 2वटा टापु घुमेर 2वटा टापु छोडेर हामी अब साउथतर्फ लाग्यौँ।